VAR को सुविधा भएको भए चाहिँ लोकेन लिम्बूले रेड कार्ड पाएको थिएन के। हिजो एएफसी एसियन कप क्वालिफायरमा चाहिँ हैन लोकेन लिम्बूले रेड कार्ड खाएको रहेछ हैन। मैले हाइलाइटहरु हेरेँ, हिजोको गेम त हेरिन। तर यहाँ चाहिँ एकदम अनफेयर भएको रहेछ कि। त्यो मलेसियनले चाहिँ लोकेन लिम्बूलाई ठेलेर मलेसियन लड्याएर छ। तर बिचरा डबल येलो कार्ड खाँदै लोकेन लिम्बू बाहिरिनु पर्यो। यसको मतलब चाहिँ के भने अब त्यो VAR सम्म पुग्नलाई त अझै कति सङ्घर्ष गर्नुपर्छ। कस्तो अनफेयर के। दुःख पनि लाग्यो। तर पहिल्यै नेपाल 1-0 ले पछि परिसकेको थियो। नेपालको हार त हुन्थ्यो नै, यो अन्तिममा भएर छ। तर पनि यो राम्रो चाहिँ भएन। गलत निर्णय रेफ्रीको।